लगेर चट्टबारमा अब हाम्रो मर्दी सवारी भइसकेको छ। बिहान कति बजिसक्यो? 6 बज्न 5:30 हो। अनि 5 यहाँ छ चट्टबारमा मर्दी सवारी है। ल अब उहाँसँग गएर मिलन चोकमा गएर भेट्नुपर्छ। ए मिलन चोकमा होइन 2019 जोन चामलिङलाई झोल चामलिङलाई बिकी चामलिङलाई बिकी चामलिङलाई म चाहिँ जोन चामलिङलाई लगेर सही अहिले गएर खाजा निवेर भेट्नुपर्छ। लगेर अब हल्का गरिब पऱ्यो। अब आफ्नो प्राइभेट गाडी छैन अब चट्टबारमा। कालीको प्राइभेट गाडी हिँड्नु पऱ्यो हुन्छ काले आधारको अब एकछिन 3 मिनट हुन्छ अरे। अब गएर गाडी पाउने हुँदैन केटा हो। तनाव छ वहीँ गएर भेट्नु सक्यो केटा हो। गाडीमा कुर्दा लाभ भयो। कति दिन्छ यार कालेको प्राइभेट गाडी गाडी छ अब हिँड्नु पर्ने हो। हिँडेन तनाव भयो। सही केटा बल्ल बल्ल गाडी हिँडिसकेको छ। अब उहाँ गएर भेट्नुपर्छ। सही केटा बाटो त्यस्तो छ है लाभा बाटो। गाडी पछि गर्नु उहाँ गएर पाउनु सक्छ। अब हुप पाम सरी केटा हामी झरिसकेको छौँ गाडीबाट। अब चक्कर हिँड्नै छ जखा रहेछ हौ पिङ्नी रहेछ कि हामी झरिसक्यो। अब गाडी खोज्दै बस्नु खाजा नि गाडी चट्टबारमा जाँदा चाहिँ गाडी पाइहाल्यो। अब आउनु के खाजा नहुँदा होइन लिफ्ट चलाउनु सही गरेर हामी माथि सिकिङ गरेर हुन्छ। केटा छ त्यहाँ बुढो चाहिँ सिक पारामा छ चामलिङ राई बोटे लामो कुर्सियो मात्रा चलाउँदै उठ्यो लगेर हामीले सिटिङानी पुग्न लागिसकेको छ। चट्टामा भएर भेट्नुपर्छ। ड्राइभर चाहिँ झरिसकेको छ। बुढोको हालत खराब छ। चामलिङ राई नि फामिङ राई भइसकेको छ। बटी चाहिँ नि खटेजी भइसकेको छ। म चाहिँ हिँड्दैछु। म टेन्सन चट्टामा केटाले भेट्नुपर्छ। केटा हो आइपुग्नै लागिसकेको छ नि। सामान लगाएको छ पछाडि चाहिँ अब आइसक्यो। 5-10 मिनटको बाटो रे। अब औडा बोक्ला छ नि के खाइसो अहिले चामलिङ राई रे तामलिङ राई भइसक्यो। अर्को त इकु राई इकु पिताङ घोप्टे बाप छ के घोप्टे बाप भोटे राई घोप्टे बाप छ घोप्टे सचिन हुन्छ। हेलो त्यही पारा अब म चाहिँ फ्रेसमा छु। काले हल्का टाउको घुमा छ अरे चट्टाबारमा गाडीबाट पनि झरिसक्यो। अब हाम्रो ट्रेकिङ सुरु हुन्छ केटा हो। यति थाकिसक्यो हिँड्ने अब माथिसम्म जान्छ। सही केटा अहिले भेट्नुहुन्छ। केटा हामी हिँड्दैछौँ 10 मिनट भयो। भ्यू चाहिँ दामी देख्दैछ नि हामीले त्यहीँ जस्तो देखेको छ। क्यामेरामा टाढो आएको छ त्यही बेला त्यहाँ भइसक्यो। खोइ सही अहिले भेट्नुहुन्छ। लगेर अहिले चाहिँ हामी कति 10-15 मिनट हिँडेर आइसकेको छ यहाँ माथि। खाता देख खाना मूत्र विसर्जन गरेको देखाइदिएन देखि 7 वटा
जरिमाना लाउँछ फेरि किन यहाँको मान्छेले हेर्नु जरिमाना लाउँछ हामी त फेरि भाइरल मान्छे पो हो त कट 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 दादा दादा चाहिँ तलबाट पानी भरेर आएको अहिले गकुँडो कुरेको कामबाट छुट्टी पाएर अनि त्यही आउँदैछ अब हामी एकछिन कुरेर सँगै जानुपर्छ यो अहिले एउटा चट्टामा विपिन नानी आइसक्यो अब गकुँडा आयो अब डिस्कसनदेखि चट्टामा हामी जान्छौँ केटा हो अब लुगेनतिर भेटाउँला केटा केटा चट्टामा अब हिँडिसक्यो हामी त्यहाँबाट चाहिँ अब माथि गएर भेट्नुपर्छ अहिले बाटोतिर पनि भेट्नुपर्छ त्यही हो केटा अहिलेको पार तातो खबर हिँड्ने छ दामी छ ठाउँहरू चाहिँ 1 गे 2 गे 3 गे 4 गे 4 जना मसित 5 जना लगेर चाहिँ लगेर हामी चाहिँ अब डेन्ज हिँडेर आइसक्यो लोड परिसक्यो बुढो लोड बहादुर म त कस्तो लो त लोड स्कुटर चलाउनै आएन म आफूले जान ठाउँमा ठगे बहादुर ठग बहादुर हो घोप्टे बहादुर गोप्टे म भोटे बहादुर भोटे तामाङ चाउ बहादुर हो र नि स्कुल नाम चाहिँ के थियो ओइ निकाल त काले तामिङ राई यसरी गयो थाहा तपाईँ ओए सिधै अहिले लगेर सयो अब विश्रामको साथमा हामी अब हाम्रो गन्तव्यतिर लाग्दैछौँ विश्राम गरेर नि विश्राम गएन रे उही त जति माथि भोटे तामाङ त कालो कालो हेरेको छ भोटेले यहाँ टुपी झरेर मलाई भने अहिले माथि गएर दिँदै म त फेरि माथि गएर भेट्नुपर्छ केटा सय लगेर हामी चाहिँ सर्टकट टिपिन गइरहेको छौँ सर्टकट जानुपर्छ अब हरायो भने काट्दा जिम्मा काट्दाले पकाएर आइदिने हो हत्तेरी यस्तो आएर फेरि म त बच्चैदेखि हिँडेको पो त थाक्छ त्यहाँ हामी 3 जना हो त्यहाँ गयो तिनीहरू त लगेर हामी चाहिँ सर्टकट जान्छौँ हेरौँ के हुन्छ 9 वर्सेस वाइल्ड सयो अहिले भेट्नुपर्छ हरायो भने लगेर हामी चाहिँ अब लोकेम आउनु आइपुग्न लागिसक्यो मेरो ठगुवालाई लोकेम बसाइसकेको छ जसलाई सोधे नि 2 घन्टा 3 घन्टा 2 घन्टा अरे हत्तेरी तर हामी नसुतिकन हिँड्छौँ अब अहिले हिँड्न छ हामी पछिबाट आउँदैछ बुढोबाट सही लगेर अब धेरै प्र्याङ्क खाइसकेको अवस्था हामीले चट्टाउन कोहीले नसुतिकन हिँड्ने अब स्यालेहरू हत्तेरी काले चाहिँ रेन्ज भागी चाहिँ ब्याग छोडिदिएको उता दिएछ अब हामी माथि गएर भेट्नुपर्छ अब डाइरेक्ट बाटोमा अहिले केही नौलो अनौठो भेट्यो भने लगाउनु हुन्छ सही बेला के त हो दादाले बिस्कुट सिस्कुट खाएर जानिसकेको छ अब जाने माथि कस्तो फिल भइरहेको छ नि हलुङको ब्याग बोकेर अब त गुइ हिँड्छ लगेर यस्तै छ हालको माथि गएर भेट्नुपर्छ सही केटा झट्ट सही पानी बन्नु लाग्छ यता गर्दै हिँड्दै गर्दा भेट्नुपर्छ ल लगेर लोवर गेममा आइसकेको छ हामी अब एकछिनमा डाँडा पुग्छौँ सही केटा यताको त हामी चाहिँ बस्दैन डाइरेक्ट अब माथि गएर बस्ने हो काले चाहिँ औरा राखेको छ अरे हरायो काले त कति हुन्छ काले हेलो छिटाउ काले चाहिँ औरा खाएको छ अरे अब माथि गएर भेट्नु केटा सही
एउटा यता त चिलले चाहिँ एकछिन बस्यो बस्दैन भन्दा पानी चाहिँ खानु मन लाग्यो पानी सानी भर्यो अब लागिन्छ माथितिर सहेको अहिले गएर माथि हत्तरी केटा कालेको त बिल्लै भयो त तयारी हिँड्नै सकेन बिचरा कुर्नु पऱ्यो अब एकछिन त्यसलाई एकछिन कुर्छौँ अनि जान्छौँ आउँदैछ त्यो दौड अब त्यसले कुर्ने भनेको झालाई एकछिन यहीँ बस्नु पऱ्यो त्यसलाई कुरेर सहेको अहिले नर्स देखाएपछि के कुर्ने हो भिडियोमै कुर्नु मन जस्तो छ काले काले आइ बिचार काले आइ हाई गर्दैन हाई गर्दैन भैँसी मजी भैँसी सबै गाडी माथि गरेर भेट्नु सबैले हिँड्ने मेरो हामी चाहिँ माथि आएर बसिरहेको छौँ तलबाट 3 जना आउँदैछ कहाँ हराइ हराइ थत के बोल्नु छैन अब यस्तो चाहिँ 12 गेडा हो कुर्ने हो तिनीहरूलाई आएपछि माथि जानु सही ल गेडा बल्ल तल सासा यस्तो भयो लोकेमा आइपुग्यो एकछिन बस्छ कि अब राखिदिन्छ अब कालले छोडेर सही गेडा कस्तो लाग्यो त नि अहिलेको हाँ बुढो हत्तेरी बुढो त खत्रै नि हामी चाहिँ अलिक सकेको छैन कि बुढो त भक्कु हिँड्छ 2 जना भोटेज्यू र भोटेज्यू त बिन्दर नि अब म नि ठिकै हिँड्छु गाडी त भवाल हिँडिसक्यो भेन्द भारी बोकेको 50 किलो भारी सरी गाडी माथि गएर भेट्नुपर्छ गएर लोकेमै पुगेको छ हामी अब अझै हिँड्यो अब एकछिन बस्नु पर्ला जस्तो छ बिचराले गाह्रो भयो साह्रै गाह्रो गाह्रो भयो अरे एकछिन यहाँ बसेर कहाँ भन्नु पर्छ यो सही अहिले हेर्नुपर्छ केटा हो माया लगाएर बाबु हेर्नु पसिना नि बुर बुर बाख उठेछ अनुहारबाट त्यतिकै बिस्तारै अब मेरो बाबु नै बस्छ भाग्छु अहिले भेट्नुपर्छ हामी फरेस्ट क्याम्पमा बसेको थिएँ अहिले भेट्नुपर्छ केटा हामी चाहिँ लोकेमबाट आइसकेको छौँ हिँडिसक्यो हामी खतरा हिँड्छ हामी चाहिँ फेरि अब है अङ्कित बस मलाई हातपात गरेछ नि बिपिन दाइले गुवा गुडोले हजुरलाई त ब्ल्याङ्केट भइरहेन त मुख छाड्यो 2 जना मिलेर भक्क हान्नुपर्छ ल अङ्कित बस याद गर्नु यो मान्छेको थोडा ब्ल्याङ्केट भइदियो हजुरलाई त भक्क हान्छु मै हान्छु कि एक्लै भएर 1 वर्ष 3 भएर अलि नसकेको हो त्यहाँ भेट्छ सही हो आएर भेट्नुपर्छ लगेर हो बस्ने ठाउँ पनि आइपुग्यो अब एकछिन रेस्ट गर्छौँ कालेले कुर्छौँ है कालेले बितायो हामीले हत्तेरी औडा बितायो कालेले पुरो नि आयो कालेले लिएर जाने अब एकछिन कुरो सही एउटा लगेर हो हामी चाहिँ आइसक्यौँ अब एकछिनमा आइपुग्छ हामी चाहिँ 3-4 जना आउँदैछ काले आउँदैछ बुढो आउँदैछ बिच यस्तो चाहिँ हामी सही एउटा अब अझै माथि गएर भेट्नुपर्छ औडा थाकेछ सही अब एकछिन आइपुग्छ उता जाने हामी चाहिँ उता जाने उता जाने हो हेलो सुनलाई हेलो हेन्सम दाइ हामी सुनलाई चाहिँ त्यहाँ छ अब काले नै आइपुग्यो
कस्तो लाग्यो नि काली नाच्नु मजा त मजा एकछिन नभने चप्पल खाँदै रहेछ यस्तो एक दुई बाइट केटा हो यहाँ भलिबल खेल्ने रे दादाहरू माई गड के छ सुनिलाई हालखबर एकदम ठिक छ सिगरेट खाएन होइन धुवा चाहिँ आउँथ्यो फेरि माथि आउँछ भलिबल खेल्न आउनु न केटा सबै केटा अहिले भेट्नुहुन्छ माथि गएर रेडी भयो केटा भलिबलका केटा सुनिलाईको त्यहाँबाट नि हिँडिसकेसम्म अब हामीले अब अङ्कित दाइको म गएर भेट्नुपर्छ हेरेको है केटा सही बाटो चाहिँ हाल्दै बाटो चाहिँ यस्तो छ सही केटा अहिले भेट्नुपर्छ केटा अब त अन लगाइसक्यो दामी भलिबल रन्नु चाहिँ हत्तरी किल्ला अब एकछिन कालेर कुर्छ अनि जान्छ माथि फेरि हाम्रो सवारी फेरि माथितिर यति सबैजना यहाँ बसेको थियो मैले भर्खर आएँ अब एकछिन बस्नु मान्छ नि त्यति मारेको छ हौ लुक्सले भ्यूको त यति माथि गएर भेट्नु केटा सही लेकेटा हो हामी अब अप्पर बादल डाँडातिर चल्दिस एउटा थाके जस्तो लाग्यो कालीको हालत हेलो बाबु बाबु त्यहाँ छ 20 मिनट अब हामी चाहिँ भक्कु हिँडेछ अब माथि गएर भेट्नुपर्छ केटा सरी ल केटा हो फाइनल आइपुग्यो हाँस्दै अब हामी बस्नु चाहिँ यहाँ अब फाइनल आइपुग्यो केटा हो अब एकछिन त हातो भएर बस्ने हो यहाँले भेट्नुपर्छ केटा सयो हत्तेरी ल भेट्ने माथि गएर ओ अङ्किदाई अङ्किदाई हेर्नु त देखेन होला भिडियोमा आशीर्वाद देखेँ सयो काले चाहिँ आउँदैछ कालो मान्छे फाइनल आइपुग्यो ल सयो चट्टाबाट हिमाल खुलेको थियो तर गयो अहिले खुल्छ बेलुकातिर अहिले चाहिँ यसो बाहिर डुलेको है अनि चाहिँ चट्टाबाट हिमाल चाहिँ त खुलेको थियो है हजुर दाइ यता चाहिँ दामी देखेर दाइले भनेको अब यता धेरै एक सर्ट हेर्नु पऱ्यो है केटा हौ डर गर्छ टाइम ल्याप्स गरे जस्तो कि होइन बादल त चाहिँ के चाहिँ थट सुट नै दामी चाहिँ जान्छ बुढो जाम हेरेन केटा यस्तो त हट फोटो खिच्न हान्छ अब हामी जाम फोटो खिच्न दादाहरू फोटो खिच्न हान्न गरिरहेको छ दाबा हान्ने कि कहिले नभन्नु न यी ठाउँ त भेज्जा छ त्यहाँ कहाँ त नि पुग्यो है सेट लगाएर पुग्यो है पुग्यो है तर ला टाढो हो है तर अझै यो दिन जो खुल्छ कि अहिले है ल अब फोटो सिन हान्छ हामी एकछिन लगेर यता त हँदेर भइसकेको छ अहिले तास खेल्यो पैसा चाहिँ जितेको थिएँ यहीँ खोज्नु चाहिँ अहिले बेलुकातिर हेर्नुपर्छ उता त एक छ हिमाल चाहिँ दिन जो देख्छ यता त फेरि बेलुका भएपछि त भ्यू हेर्नु नि केटा हो मर्दै आउनुपर्छ केटा त्यही भएर ल अहिले बेलुका भेटाउन केटा अब औडा जाडो चाहिँ भित्र गएर तातो के खान्छु अनि सुत्नु होला भनेको बेलुका तास खेल्ने हो थाक्टो त औडा थाकेछ अब एकछिन सिलप गरेर बस्छु फोन चलाउँछु के मेसेज आएको छ घर फोन हान्नु पऱ्यो एकछिन अब अहिले भित्र गएर
लेकिन अहिले त लाइट गरेर हामी यहाँ यति बसिरहेको छ म खानासाना बनाइरहेको छ एकछिन आउनुपर्छ अनि चट्ट बनाएर खाने बनाउनुपर्छ केटा है खाली सुती छ म चाहिँ अब एकछिन भिडियो एडिट गर्दै थिएँ आउँछ भिडियो छिटै आउँछ तर चिन्ता नगर्नुहोस् आउँछ भिडियो अहिले चाहिँ अब भिडियो एडिट गरेर भइसक्यो अब यो यहाँ हाल्छु यो हालेपछि चाहिँ आजको डे 1 ब्लग आउँछ अनि भोलि र पर्सि चाहिँ नयाँ ब्लग आउँछ ल केटा हो मर्ती भन्नु नहुँदो रहेछ लास्टै जाडो भयो नि मलाई मात्रै थाहा छ अनि पिया मलाई मात्रै छ भोलि एक्सपिरियन्स गर्छ अब दादाहरूले हत्तिर छैन कि अब दादाहरू चाहिँ खाना खानु लाग्यो है चट्ट एक प्लेटै देखाउनु मन लाग्छ मलाई फेरि अङ्कित पापडले ल्याएन भातसँगै कुरा अहिले खाएर भेट्नुपर्छ ल खाएर सुतिरहेको थियो उठेर चाहिँ अहिले भेट्नुपर्छ लेखेर दादाहरू चाहिँ अब तास खेलिसक्यो अब एकछिन आगो सागो ताप्यो अब एकछिन तास खेलेर सुत्नु लाग्यो अब केटा आगो सागो ताप्यो एकछिन तास नखेल्ने अब पैसा जति हार्यो अघि जितेको पैसा सब हार्यो 5 रुपियाँ कि 10 रुपियाँ साम छ अब भोलि खेलेर जित्नुपर्छ केटा आजको लागि ब्लग यति नै हुन्छ नेक्स्ट भिडियो टिल स्टे ट्युन